के देखिँदैन देखिँदैन गुज्जर एकछिन क्या
बवाल छ यार क्यामेरा खान्छु हुन्छ त खान्छु हुन्छ खान्छु पग्नु एकछिन आएँ म बिगारी भेराले माटो नल्या उतै वाला खान्छ झ्याला गरेर आज मैले खाना लाउन भिडियोले पुर्याले छ नि राकेश हो राकेश उसे खाऊ त आलु गर्नु पोली भन्नु दाले निमन खाऊ दाले त कोन नि राजी नदिनु होइन हाल्नु अरु हाल्नु त कोही नके दाल ए बात छ त्यो सबै दिनमा खान्छु भइगयो हैन कारे आया हृदय छरिदैन यार दे मी रुजाले हामी उभि त नाइ रुजिङे अत्तन मानाजु माथिन हिमेल गिल्छ म रुदै रुजानै हुन्छ नि रुजानै हैन यो अर्को दासेले अनि त्यो त रुजानै जोइको पहिला है म त रुदै रुजानै नि तरिका हुन्छ के दाल खन्ने यहीले खुन्या ठाउँ नि आइन खन्दै पनि आउँदैन त्यही फेरि अर्को दिन हुनु गर्दा त्यही न बाठिन त्यो इल जता नि इति दिनु हिलो जोइ बेले काटेर आउनु ल टोटा नि हो कोलाई दिनु सुरुबाट कस्तरी बहिनी आए फल्दिने के यो भयो भयो ल नि फुपु उबा छरे खाल्दिने त्यो ढुङ्गा पनि फाल्नु ठट्टे ढुङ्गा फाल्नु खाल्नु म दुवरमा फाल्नु त्यही ढुङ्गा म एक्लै फाले त हो कि कति फाले भने बेले भनेले आइति भनेले आज भन्नेले आनी त्यो बाटो एउटा भाटो ल्यायो अनि चार उदो लडाउनु त के छ माइलवाजे पर्सन निमेमुर कामर दियामा आछ एउटा घाटे छ त्यहाँ अनि हामी यो तल त्यही ढुङ्गामा त हामी खारो कहाँ हो माथि ह हर्सिनी अरु छ छिने छैन ल पनि अनि मैले दाल हाल्नु नि त अनि आउ त अब त्यसै दाल हाल्छु नि त ल उठ्नु भएन मैले कति छ भने हो नो नो किरी लागेन है त ल पस्छ खा सादा ताले जाने त लगर अनि यिनीले भात छोडिरहेको छैन चिसलहरू लिएर कुनै अरू पनि हालेको छ नि
उद्या भने झालमा गइदिन जाने थोका दाल किन भने पहिले थोका दाल किन भने राम्रो लान्छ क्या पहिले हाम्रो दाल भात कुनै नगर भइगयो बिरी बिन्दारी के भन्छिन् एक बोटो भात खाएपछि अनि यति खान्छ न खायो भन्छ खाली एक बोटो भात खायो हैन एक चम्चा भात खायो भने त के कुरका त मिरा दिन क्या मैले एक चम्चा भात खाए के गर्छ खाले हो नाइ भाइ दिदी अब खाएर छ खानु हाल भित्र भुरा लाग्नु त घर त खाने अलि भात लान्छ अनि उ लाग्दैन घर त लाग्दैन अनि त्यो हाक बनाए हाक नबनाउनु क्या झोल पिने बनाउनु हुन्छ मान्द बत्तर उ भन्छ खाले दैला ठुलो भाला छाडेर उभिदैन अलि एक बोट उब्रिआउँछ त्यहाँ बन्द गर्नु कोन खोका ल्याइनै उ देशबाट अनि म जागे के लैदैन नि उन्या होला के ल्याइनै तरकारी हाल्न पुस्छ तरकारी हाल्छ अहिले हाले आउन हाला क्या बेसर हाला अहिले गोल्छ आगो यो त यो भुक्तको भयो कोमर त्यही उन्टी अघि मैले उन्टी आगो थिए अब 30 लाख पुगो पुगो 30 लाख या त बहिनी अनुमति के कोया आउँछ के तिमीहरु या त बहिनी आउ के चुलो न तुरन्त ठाउँ ल नारीहरु त छैन नु अलि उत छ कलेज भाउ नु त भन्ने दिउ कलेज भाउ मेगा थिए गरे भयो उ त पनि गर्छ मान्छे अब अलि 50 गर्ने आउ अलि एक साइड हाल्नु लौ बहिनी लगेन दिनैला अहिले दिन्छु लगेन ल हजुर सरदान दिने आ त सरदान उ त्यहाँ गरी न उ त्यही पो पट्याति हालो अन्डै मे यो जा हालो बते यो 3 दिन बाँच्न 3 दिन मात्र भित्र आएको लोन डुल भयो यहाँ भित्र चुला राखेर जाउँदैन 4 सरकार भित्र उ त्यही कतिन बा सरदार सर त खन लाग्यो भएर खन लाग्यो भएर किसान उ किसान है ऊपर भन्छ फेरि पनि त भान्छु सो गाले चाहिँ बोलि न आयो सर सुत्दैन यहाँ भान्छ न सरी गत खाएपछि मन त खाल्न भन्दा हच्चे दारु त सियोला त झारको टाइम तपाईको मेहनत धेरै छ पुष्पा तेरो मेरो आलेन पुन हालेल्यो ओइ त्यत्रो त म खान्न यो डल उदानी म खान्छु त्यो बुनुन जाने गरी भयो वहाँ बसिरहे पनि भयो दिदी दाल हालो भाषा नाल्के तेरा तपाईँ म नाइ मेरो मोबाइल मूल्य नै हालो है हुन्छ उ तेरो गरी त्यहाँ हाल्छ फिल्म हेर्छ नि त जाँदै हेर्दै दाल खेउ के चबटे दाल हाल्ने सरदार त्यो बाटो घर गएर जा भने